प्रदेश स्तरीय राष्ट्रपति रनिङ बैतडीको सुखद सुरुवात 3 स्वर्ण सहित 9 पदक। डडेलधुरामा बिहिबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा बैतडीले उत्कृष्ट प्रदर्शन गर्दै सुखद सुरुवात गरेको छ। प्रतियोगिताको पहिलो दिनै बैतडीले 3 स्वर्ण 2 रजत र 4 कांस्य सहित कुल 9 पदक हात पारेको छ। जिल्ला खेलकुद विकास समितिका प्रमुख तर्कराज जोशीका अनुसार छात्रतर्फ 1500 मिटर दौडमा अनिशा धामीले स्वर्ण पदक जितिन्। छात्रतर्फकै सटफुटमा पूजा साउदले स्वर्ण दिलाइन् भने छात्रतर्फ ज्याभलिन थ्रोमा लोकेश एरीले बैतडीलाई अर्को स्वर्ण पदक दिलाए। त्यसैगरी छात्रतर्फ सटफुटमा अनिल ठगुनाले रजत पदक जिते भने 1500 मिटर दौडमा सुरज कार्कीले रजत पदक हात पारे। 100 मिटर दौडमा दीपक भुल र पूनम जोशी तथा 1500 मिटर दौडमा मन्जु धामी र वीरेन्द्र भुलले कांस्य पदक जितेका छन्। टिम गेमतर्फ पनि बैतडीले प्रभावशाली सुरुवात गरेको छ। छात्रा भलिबलतर्फ बैतडीले कञ्चनपुरलाई 3-1 सेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। पहिलो सेटमा 17-10 ले पछि परेको बैतडीले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट कञ्चनपुरले 19-25 ले जिते पनि निर्णायक सेटमा बैतडीले 18-20 को जित निकाल्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो। त्यसैगरी छात्रतर्फ कबड्डीमा बैतडीले दार्चुलालाई पराजित गर्दै विजयी यात्रा सुरु गरेको छ। जिल्ला खेलकुद विकास समिति बैतडीका अध्यक्ष भूपेन्द्र चन्दले जिल्लाले हासिल गरेको नतिजा सन्तोषजनक रहेको बताउँदै खेलकुदमा अनुशासन कायम गर्दै बैतडीलाई फरक पहिचान दिन खेलाडी सफल भएको प्रतिक्रिया दिए।